दर्शकबिन आज नवलपरासीको घडाकोटमा दुःखद घटना घटेको छ, जहाँ अज्ञातसम्मले राति आई लुटपाट मचाएको छ। जहाँ तेल छर्की एक महिलालाई आगो लगाएर मारेको सक्ने देखिएको छ र बाँकी भएको सबै सम्पत्ति सबैजनालाई कुटपिट गरी सम्पत्ति लुटपाट भएको गरिएको छ। एकजना मृत फेला महिला मृत फेला के भइरहेको छ हाम्रो देशमा के हुन सकेको छैन, सबै कुरा भएपछि नै प्रहरीको लागि कसैले गरेको छैन। सबैजना सुरक्षित साथ बस्नु होला। हस्त धन्यवाद। नमस्कार। लिएर आउँछौँ सब्सक्राइब गरेर।